हेलो हाई हजुर नमस्कार जोरले लाफाको है वेलकम ब्याक टु माई युट्युब च्यानल। आज धेरै दिनपछि मैले सानो भिडियो ल्याउने कोसिस गर्दैछु। एकदम सानो भन्दा सानो हुनेछ यो भिडियो चाहिँ। अनि के छ त अहिले चलिरहेको सन्चै हामी कसरी हुन्छ होला भन्ने एउटा आशा गरेको छु। म चाहिँ अहिले दिउँसोको 12 बजिसकेको छ यहाँनिर। अब ड्युटी जाने क्रममा चाहिँ म यहाँनिर टोयलेटनिर नै भिडियोको सुरु गर्दैछु। प्लास्टिक 4 भइसकेको छ। यो सिधा साफ गर्नुपर्ने हुनेछ र यति भन्दै आजको भिडियो यहाँदेखि स्टार्ट हुन्छ र खासै लामो पनि हुँदैन होला भन्ने एउटा आशा छ। यो भिडियो चाहिँ कहाँ कहाँसम्म हुन्छ अब हेरेर साथ दिन लाग्यो। क्या दामी फुल फुलिरहेको छ त्यहाँ नि। Oh my god. राइट ओके, म चाहिँ गाडीको वेटमा रुमबाट निस्किछु यहाँनिर। अब चाहिँ गाडीको इन्तजारमा छु म। गाडी आउने बेला पनि भइसकेको छ। 2 मिनट देखाएको छ मोबाइलमा। गर्मी चाहिँ लास्टै बबाल छ यहाँनिर। ठाउँ चाहिँ यो राइट ओके अहिले भने होइन म चाहिँ गाडीमा चढेर पनि यहाँ काम गर्ने ठाउँनिर भन्दा साइड चढिसकेँ। अनि भिडियो चाहिँ गर्न पाएन गाडीमा, एकदमै भिड होइन। लास्ट त्यस्तै लाग्ने पब्लिकमा भिडियो बनाउनलाई। त्यही हो गाइज। म चाहिँ अहिले जानुपर्ने चाहिँ यो साइडमा हो। त्यतिर एउटा मेरो चाहिँ अहिले सुपर मार्केटमा काम छ, सानो काम। अनि त्यो कामलाई भुट्याएर सकेर लाग्नुपर्ने हुन्छ है त कामतिर। थोरै गाह्रो छ। अहिले देखिरहेको चाहिँ यो अमरा होटल होइन, यो चाहिँ रहेको छ भने काम गर्ने चाहिँ रेस्टुरेन्टमा रहेको ब्रान्च भनौँ न होइन। पार्किङ चाहिँ यो रहेको छ भने मैले काम गर्ने ठाउँको रेस्टुरेन्ट चाहिँ तल बिचमा रहेको छ। पार्किङ चाहिँ यो हो, एकदमै फुल भइसकेको छ पार्किङहरू अहिले चाहिँ। म चाहिँ अहिले आइसकेको छु। अब चाहिँ ड्रेस चेन्ज गरेर कामतिर लाग्नुपर्ने हुन्छ है त। भिडियो चाहिँ यति नै हो आजको लागि। सानो भनेको थिएँ, एकदम सानो नै भयो। सबैले हेरेर साथ दिनु होला। कस्तो लाग्यो प्रतिक्रिया सबै लाइक कमेन्ट सब्सक्राइब चाहिँ ठोक्न नबन्नु होला। अनि गाडीहरू पाइ